एभ्रिवान, हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। ल आज चाहिँ हाम्रो पिकनिक कार्यक्रम चाहिँ काली खोलातिर हैन। म चाहिँ एकदम टाउको दुखेर मर्ने बेला भइरहेछ र पनि यसो गइदिउँ भनेर हाम्रो दिदीले दबाई ल्याइदिनु भएछ निम्स हैन। म अब दबाई खान्छु अनि त्यसपछि जान्छु। हामी चाहिँ अब हिँडेको आरामसँग बस्नु है। ल हामी चाहिँ अब हिँडेको र्याम्बो, हाम्रो र्याम्बो पनि छ है यहाँ, सानो र्याम्बो ए टमी हो। यो चाहिँ हाम्रो देवी मार्गको झोलङ्गे पुल कस्तो लस्किसकेको छ हौ। हाम्रो बहिनी ज्वाइ, मेरो बहिनी ज्वाइ, यता हाम्रो नयाँ पुल। हामी चाहिँ माथि डाँडाको खोल्सामा गएर सेकुवा खाने, सेकुवा हेर्नु न ल। आउने म चाहिँ सन्चो नभएर केही सामान रेडी गरेन, बिचराहरू चाहिँ सब सामानहरू रेडी गरेर हिँड्नु भइरहेछ। म खान्थेँ अघि नै अनि टाउको पिनास होला भनेर दबाई खाएँ, पिनासको भाइलाई मगाएर भएन, त्यतै पाउँछ होइन। तपाईँहरू नेपाली बोल्नु, हामी विदेशी बोल्छौँ ल। ल थररङ्गम हो यहाँ हाम्रो। तपाईँले त के हो अहिले नै बोकेर हिँड्न थाल्नु भयो क्या हो। एक चोक्टा सेकुवा चाहिँ पाक्छ है यसले, म बोक्छु। घर बन्दै रहेछ, यस्तो डाँडा काँडा छ यता चाहिँ। हामीलाई चाहिँ खै के जानु मन लागेको भन्नु नमिल्ने होइन। यस्तो ठाउँमा चाहिँ हामीलाई किन जान मन लागेको भन्नु चाहिँ नमिल्ने। हामी चाहिँ होली मनाउन हिँडेको। म चाहिँ दाउरा पनि बोक्दैछु, यहाँ भेटेको दाउराहरू टिप्दैछु। फाइनली हामी चाहिँ यही बस्ने भयौँ होइन। यस्तो छ यहाँ चाहिँ, चक्कर पो लाग्यो त एकचोटि घुमेको त। हाम्रो ग्रुप अर्ग्यानिक केरा खानु है। गाउँबाटै हो। सबैजना दाउरा खोज्न जानुभयो, म चाहिँ चाम्रे खाँदै, चाम्रे भात, चाम्रे मात्र बोकेर आयो क्या हतारमा। फेरि फत्के सब्जी दामी थियो, के गर्नु हतारमा कुद्दै आएको म भात मात्र हालेर। अनि यहाँ चिप्ससँग खाँदैछु। सबजना दाउरा खोज्नु, हाम्रो बहिनी जहिले दाउरा ल्याउनु भयो। हाम्रो छोरी चाहिँ यहाँ, हाम्रो दिदीहरू चाहिँ तलबाट आउँदै हुनुहुन्छ। हाम्रो बहिनीहरू चाहिँ पानी ल्याउँदै हुनुहुन्छ दुईजना। रमाइलो हुन्छ है यस्तो पनि घरिघरि। त्यहाँनिर शीतल पनि हुन्छ। हाम्रो निकी बहिनीले दाउरा ल्याउनु भयो है। अन्त फेरि कस्तो ठुल्ठुलो दाउरा, तपाईँ जत्रै अरे दाउरा त। हाम्रो जाइ चाहिँ यहाँ चुलो बनाउँदै हुनुहुन्छ सेक्नको लागि। यहाँ पानी खुवाउँदै हुनुहुन्छ। हाम्रो जाइले चाहिँ दाउरा काट्दै हुनुहुन्छ है यहाँ। पाहुना आएको मान्छेलाई जङ्गलतिर ल्याएर खुवाउने अब।
बहिनी जहिले चाहिँ यहाँ बसेर कप पोल्ने कार्यक्रम सुरु गर्नुभयो होइन त्यसैबाट निस्किन्छ यताको चाहिँ हाम्रो दिदीको लागि हाम्रो दिदीले चाहिँ सुँगुरको मासु खानुहुन्न त्यही भएर यो चाहिँ कुखुराको लेग पिस चाहियो भनेन भने आफै चाहियो भन्नु न हाल्दै गर्दाखेरि अनि दोकानमा त बेसन लाउँदैन नि त बहिनी ज्वाइँ चाहिँ एकदम डटफट गर्दै हुनुहुन्छ यहाँ सेकुवाको लागि म चाहिँ क्यामेराम्यान है यसो क्यामेरा घुमाएर हिँड्ने मात्रै रहेछ म चाहिँ तपाईँहरू त जातले पाएको होइन त हौ कस्तो खालको हामी त जातले पाएको जातले नपाएर के गर्नु मनले माग्छ हरहरी सुँगुरकै मासु खा भन्छ सुँगुरकै मासु खा अरे त्यही भएर त यहाँनिर र्याल चौधै हेर्दै हुनुहुन्छ उहाँले त्यहाँ पाक्दैछ होइन र्याल चौधै के अरे हेर्दै हुनुहुन्छ थुप्रै मिल्नु भयो त सुँगुरको मासु ढुक्क निलिहाल्नु भयो एक घुड्की सुँगुरकै मासु खा भन्छ के गर्नु नि खायो घरमा नपकाए पनि तेरो मुखभित्र चाहिँ हालै भन्छ सुँगुरको सस्तो छ होइन एकपल्ट खै त्यो कहिले पनि धिरेलाई पनि झुकेर हालेको त हुँदैन हुँदैन भन्यो नि ए भनेर झुकेर कि अनि तपाईँको त जुङ्गा कि होइन अहिले पो उखाल्नुहुन्छ पछि अनि बुढी हुँदा चाहिँ के गर्नुहुन्छ सक्नुहुन्छ पार्लरमा के भन्दै जानुहुन्छ पार्लरमा तपाईँ के भन्दै जानुहुन्छ अरे खै खै नानी यो अलिअलि त्यस्तो भन्दै जानुहुन्छ अरे कम्ता छुटेन त्यतिखेर ल छिटो टेक्ने नि कुद्दौ यही हो मार्नु भयो मलाई कुल्चेर हिमसिका ब्युटी पार्लर नानी कता छिन् यो तालुम तालुम भन्दै जान्छु कि आयो छुटेर खुट्टामा बिचरा मासु आयो मासु देख्छ यत्रो मासु खान्न मासु सक्यो नि एक बिचमै अनि मोटो सक्यो भने त टेन्सन आयो गइहाल्छ मासु पाक्दैछ यहाँनिर चढाउनु चढाउनु यसो होइन यति भए पनि हुन्छ त हो त्यही फालिदिनु न छाला चाहिँ फ्याँक्नु पर्छ हो त्यति 3 चोटि फ्याल्नु पर्थ्यो अब एक पिस फ्यालिदिनु त्यहाँ ल हामी चाहिँ अब दाउरा खोल्न जाने ल सबैजना बाटो लाग्नुभयो म पनि जान्छु अब चाहिँ अम्बो कति बाटो हेर्नु न यहाँनिर मासुको पिस निकाल्यो अरे ल तपाईँ कुकुर रुङ्नुहुन्छ कि मासु रुङ्नुहुन्छ होइन हामी चाहिँ गएको बाई बाई ल आँखा लागेछ हामी चाहिँ दाउरा खोज्न हिँडेको खै यस्तो ठाउँमा के दाउरा भेट्ला र बारी पो आइपुग्यो दर्काको ऊ यता चाहिँ पाउँछ होला हौ दिदी ऊ यतापट्टि चाहिँ
यता त के है तर त्यसलाई यसरी के अरे भचाउँदा भाँचिन्छ कि हेरौँ न हेर्न जाउँ त इसाम त सिजन दिदी जाउँ न हामी पछि नै ल हाम्रो बलवान बुहारी नानीले सक्छन् कि सक्दैनन् दाउरा काट्नु जाँदैछन् खुकुरी भएको भए चाहिँ हुन्थ्यो कि सक्दैनौ गइसक्यो त सक्दैन ल हल्लाउने मात्रै हो सक्दैन अहिले लड्छ होला है आम्बो कति गरी बे ल ल ल ल हाम्रो बुहारी नानीको जे भए पनि सुकेको के अरे लुके के भन्छ सुकेको ज्यानमा लुकेको बोल रहेछ है एउटाको चेलीको लु आम्मा हेर त बुहारी नानी अनि दाउरा कुकुरी नै चाहिएन भाइ भात चाहिँ छोडिन् अनि जिती ए दिल जिती भनेपछि त भन होइन अनि लु अर्को पनि अलिक बिस्तारै गर फेरि ल अर्को प्रयास जारी छ हाम्रो बुहारी नानीको ल तामाङको छोरी पो हो त होइन धरानीको बुहारी हो नि त धरानी बुहारी एउटाको छोरी अनि सकिँदैन उयो रहेछ कमिला जिउभरि पर्ला नि उयो के अरे सानो रातोवाला ठुलो टोक्छ त्यस्तो नि त अब सकिँदैन छोडिदेऊ अहिले भरे उयो मात्रै चाहिँ म बल्ल देखाउनु पर्यो सक्यो त्यो चुटेको ल्याऊ हामीले जानु भाइ पुगाइ सिजनले यता मिलाउ न अन्जु यता आउनु छोड्यो आऊ कस्तो हावा चलेको नि भयो है जाउँ है अहिले फेरि बरु पुगेन भने कुकुरी चाहिएन है गाईझरी यत्रो दाउरा भात्नलाई कुकुरी हातैले छ्याम्का छ्याम ढिट हो नि त ढिट भनेपछि भन्यो मान्छेहरूले चाहियो भनेपछि चाहियो तिमीहरूले त कति दाउरा खोज्यौ देखाऊ ए जस्तो जिउ त्यति नै जस्तो जिउ त्यस्तै दाउरा यता यो त नि यो संसारीको त कहाँ छ आम्बो के हो यस्तो पारा दाउरा भेटेन नि त कान्छी खोजेका ओइ ल ठिक छ दुई चोक्टा पाक्छ ल दामी भयो कन्ट्रोलमै हुनुहुन्छ अरे खै मिना बहिनी छेक्यो ल यहाँ चाहिँ सुटिङ हुँदैछ सुटिङ फिल्मको सुटिङ निकी बहिनी तपाईँ टोइलेट बस्नु भएको यता बिजी हुनुहुन्छ बिचरा बहिनी चाहिँ होइन यहाँ चाहिँ सेकवा बोल्दै हुनुहुन्छ तपाईँलाई यहाँ दिदी चाहिँ पुरा पिर परेर मरेमा त झन्डै सेम तपाईँ त के जोगु जस्तो देख्यो त नि सुनेको खै यहाँ हाम्रो मासु कटिङ हुँदैछ मिना बहिनीले मासु टुङ्गुको मासु यता चाहिँ कटिङ हुँदैछ अर्कासँग खाने गुमको टुङ्गुको मासु पुरा कटिङ यो चिसो भिजाउनु पर्छ
म चाहिँ कोकवाली, यति सेकुवावाली। हाम्रो चाहिँ यहाँ चटपटेका लागि सामानहरू रेडी गर्दै हुनुहुन्छ। के लाउनु भएको? आलु। हाम्रो दिदी चाहिँ टमाटर काट्दै हुनुहुँदो रहेछ। यहाँ मिना बहिनी प्याज काट्दै हुनुहुन्छ। यता नबिना बहिनी केलाउँदै हुनुहुन्छ। तपाईँ चाहिँ दिदी ए न हाम्रो सेकुवा खानु सुरु भयो। हाम्रो दिदीको देखाउनु त सेकुवा कुखुराको है। हाम्रो दिदीले चाहिँ सुँगुरको खानुहुन्न, त्यही भएर हाम्रो चाहिँ 18 वर्ष पछि। ल यता चाहिँ हाम्रो भाइहरू सिजान दिदी। ल यता हाम्रो बहिनी चाहिँ खोइ त नि सेकुवा ए यतै। ल यहाँ चाहिँ मेरो सेकुवा होइन, यो सुँगुरको सेकुवा। यो चाहिँ मेरो भाग। हामी चाहिँ सेकुवा खाएर सकिसक्यौँ। अब हामी नाच्ने। ल गीत लगाउनु अब नाच्छौँ एकछिन। गरिदिनु त तपाईँ पनि एकचोटि। ओ वाउ खतरा खतरा। यसको चाहिँ भयो नि। सुन पानी छर्काउँदै हुनुहुन्छ हाम्रो सिजाना दिदी चाहिँ। अब हामी चाहिँ घर जाने होइन। ल सुन पानी गर्नुभयो हाम्रो सिजाना दिदीले। घरको त्यतिकै हौ जिस्केर गर्नुभएको। जिस्केर ह्याप्पी होली सबैजनालाई। ह्याप्पी होली। समाउने बाबा ल। बिस्तारै आउन बिस्तारै। हजुरहरूलाई कस्तो लाग्यो हाम्रो भिडियो हेरेर? राम्रो प्रतिक्रिया दिनु होला। सब्सक्राइब गरिदिनु। हजुरहरू यदि होइन मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला प्लिज। हजुरहरूलाई धेरै धेरै रिक्वेस्ट गर्न चाहन्छु म चाहिँ होइन। किनभने मलाई भाइरल गराइदिनु। भ्युज आउनै छोडिसक्यो गाइज। किन एकदमै टेन्सन भइसक्यो मलाई चाहिँ। केही हुँदैन। ल यति भन्दै आजलाई चाहिँ बाई बाई। अर्को भिडियोमा फेरि भेटौँला। बाई बाई।